डलरको खोलो बगाएर यो देशको धर्म संस्कृतिलाई नष्ट पारेर छ्यापछ्याप्ती चर्चको बिगबिगी बढिरहेको छ। तराईमा जानुहुन्छ भने लभ जिहादको माध्यमबाट अथवा पेट्रोल डलरको एउटा दुनियाँमा नेपालमा अनौठो हेर्न सकिन्छ। त्यही चाइनामा तपाईँ जानुहुन्छ भने चाइनाले इस्लाम समुदायलाई बन्दिज लगाएको छ, इस्लाम समुदायमाथि निगरानी गरेको छ, कुटिरहेको छ, मस्जिदहरू भत्काइरहेको छ। तर नेपालमा इस्लाम धर्मावलम्बीहरूलाई चाइनाले मद्दत गरिरहेको छ, सिनो इस्लामिक गठबन्धन भनेर अगाडि बढिरहेको छ। यो अनौठो तपाईँ हेर्नुहुन्छ, किनभने नेपालको संस्कृति समाप्त पार्नु छ। जब यो देशमा कम्युनिस्ट पार्टी चाइनाको मद्दतबाट स्थापना भयो त्यो बेलादेखि नै यो देशमा धर्मनिरपेक्ष शब्द आयो चीनबाट। र आज यो देश उहाँहरूले 70 वर्ष जुन आफ्नो काम गर्नुभयो त्यो कामको आधारमा यो मुलुक धर्मनिरपेक्ष भयो। र धर्मनिरपेक्ष भएपछि यो देशको हालत चाहिँ विचित्र रूपमा यो देशको आर्थिक समस्या होस् या सामाजिक समस्या होस् या नैतिक समस्या होस्, आज हामी समस्याग्रस्त छौँ। मुलुक अगाडि बढ्ने ठाउँमा तल झरिरहेको छ। त्यसकारणले त्यो कन्सेप्टले, त्यो विचारधाराले हाम्रो देश अगाडि बढ्न सक्दैन।